हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्दै आजको ब्लग स्टार्ट गरिरहेको छु म मेरो रुमबाट। त्यही हो, अनि आज शनिबार सबैजना नुहाइधुवाइ गर्नुभयो होला। त्यही त हो, अब शनिबार अब सबैको छुट्टीको दिन, व्यस्त पनि हुनुहुन्न होला आज त सायद। सो सबैजनाले मेरो भिडियोलाई हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला भन्दै म आजको भिडियो स्टार्ट गरिरहेको छु। म चाहिँ एक्लै छु क्या, छोरी र बुढा चाहिँ उता जानुभएको छ बाहिरतिर, अनि म चाहिँ त्यतिकै बसिरहेको। अनि कामहरू यताउता सकाएर लुगा पनि धोएको थियो, बिहानै धोएको, सुक्नु लागिसक्यो। हिजो धोएको हो क्या अरे यो लुगा, सुक्दैन नि त, त्यही भएर म चाहिँ अगाडि धुन्छु लुगाहरू चाहिँ। सो त्यही हो, अनि अझैसम्म मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने गर्न नभुल्नु होला भन्दै म हजुरहरूलाई भन्छु। के भन्नु, त्यही हो, बोल्न चाहिँ आउँदैन। सो यसलाई चाहिँ बोल्न नआउँदो रहेछ चाहिँ नभनिदिनु होला। अनि त्यही हो, अब एक्लै छु, के गर्नु। यहाँ टाइसन छ, हाम्रो टाइसन सुतिरहेको छ कि के भयो, जाडो भयो क्या, खुट्टामा जाडो भए जस्तो छ बिचरा। एकदमै घाम लाग्दैन कि यता चाहिँ, अनि यो त यहाँदेखि उता चाहिँ घाम लाग्दैन कि त्यो बाटोमा, अनि त्यही भएर उसलाई जाडो पनि हुन्छ। अनि सो त्यही हो, छोरी र म चाहिँ रेडी भयौँ है। हेलो भन्नु न, हेलो भन्नु त। मेरो छोरीको फाइनल लुक हेर्नुहोस् है, फाइनल लुक। ओ माई गॉड, यता हेर न छोरी, रिसाइरहेको कतै जान लाग्यो भने उसलाई नबोकिकन हुँदैन। मलाई लुगा लाउन पनि दिँदैन। ओ सँगै मेरो छोरी अगाडिबाट भइरहेछ मलाई राम्रो फाइनल लुक। ओ माई गॉड छोरी, ओके ओके न हात दुख्नु छोरी हो। सो साथीहरू, हामी हिँडेको लन्डनमा हो। साथीहरू हेर्न सक्नुहुन्छ, यो ठाउँलाई के भन्छ अरे बुढा? ए बालकुमारी। सो हामी चाहिँ बालकुमारी आइपुगिसक्यौँ है साथीहरू। ट्याङ मेरो बुढा चाहिँ कतै हिँड्नु पऱ्यो भने मसँग झर्की बोल्छ क्या, रिसाइहाल्नुहुन्छ। किन रिसाउनु भएको हो को नि? मैले त त्यस्तो नराम्रो केही गरेको थिएन होला जस्तो लाग्छ। कोटेश्वरमा जस्तो जातो गाउँ हो। ट्राफिक मामाहरू देख्न सक्नुहुन्छ। मामाहरू माइजू पनि हुनुहुन्छ कि मामा मात्र हो। भ्यू चाहिँ कस्तो दामी हुन्छ।
सक्नुहुन्छ हजुरहरू पनि यतातिर आएर आएर कान्छेमा कति दिए अन्त नजर लाग्दिन अब म पानी जाने बसको पछि पछि हिँड्नु न मेरो बुढा यहाँ त नाच्छ यार बाइक चलाउँदा के गर्नु गाह्रो छ हो साथीहरू टङ 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 ल मेरो हात यति धेरै चिसो भइरहेछ कि बुढा म त पकेर मर्न लागिसक्यो छोरी चाहिँ सुतिसक्नु भयो आज चाहिँ छोरीको सुत्ने टाइम पनि पुरै चेन्ज भयो किनभने हामी यता है भने उसलाई त्यो लुगा लाउँदा यताउता गर्दा सुत्न पाएन कि अनि अगाडि चाहिँ सुतेको हो अनि सुतेर उठेर अनि हामी दुईजना कति बजे 11 बजीतिर सुतेको 2:15 उठेछ मेरो छोरी त ओ माई गड यति धेरै सुते होइन मेरो छोरीसँग सुत्ने बानी गएछ हो साथीहरू के गर्नु त काम छैन खायो बस्यो यहाँ पनि जाम हो नाकुरी त के गर्छ यो नाकुरीले क्या मलाई त्यस्तो बोल्न आउँदैन तै पनि अहिले के गरी यस्तो शब्द आयो थाहा छैन हौ साथीहरू बिस्तारै चलाउनै बुढा धेरै हतार छैन हामीलाई गाडी हो ठिक देखेन यहाँ हातमै कमिसक्यो रेमको लगाइदिनु मजाले सुन्नु भएको छ एकदम व्यस्त संसार व्यस्त ठाउँ हो नि त यो खै कहाँ छ जाने बाटो छ मलाई नि थाहा छैन जुत्ता सेलमा छ है साथीहरू आउनलाई लिनलाई जुत्ता मेलामा म चाहिँ अहिले लिँदैन यतै हो फुलपानी जाने कता हो अगाडि हो थ्याङ्क यू ए अगाडि हेर्छु जान्छु
तल चढ्नेको यो ठाउँले के भन्छ यति गाह्रो के डाँडा भन्छ त लक डाँडा कहाँ हो उतै हो है लक डाँडामा भेट्नुपर्छ ल मेरो साथीहरू हामी यो बसहरू त्यतै जाने के बस मलाई भन्नै आएन हो तर थाहा छ मुलपानी जाने बाटो त कति सानो छ नि सानो छ कि मलाई चाहिँ बसमा हेर्दा चाहिँ त्यस्तो लाग्यो सिधै हो कि सिधै होला होइन उयो बसको त यता होइन उतापट्टि चाहिँ यो बस मुलपानी जाने बस मुलपानी जाने यता हो मुलपानी उता चाहिँ उता भने होइन प्लिज हामीलाई बाटो दिनु होला सरी र बुढा मलाई थाहा छैन म पनि कन्फ्युज भइरहेको छु यता सानो छ क्या बाटो नै त्यही भएर ठाउँमा आजली भाइ है सम्झिँदै के मेरो सम्झिनेहरू कता छ हो माछा देख्न सक्नुहुन्छ भाले ताता कुखुरा यहाँबाट पनि कता हो पनि उयो दुईवटा यतै हो त न उता हो मुलपानी यता हो हजुर मुलपानी हजुर त्यही हो त्यहाँ जानु छैन टर्निङ आउँछ त्यहाँ तल फेरि चोक आउँछ त्यो मास्टर लाग्छ धन्यवाद हजुरलाई बुवालाई धन्यवाद छ हो म आउन पाएको थिएँ यस्तो हुन्छ कि म कन्फ्युज हुनु हो त यस्तो त्यही पनि अहिले आएको भने नि त धेरै अगाडि भयो नि त म आएको थिएँ त्यही भएर बिर्सिन्छु के गर्नु एउटै कुरा सम्झिँदैन म बिर्सेर के गर्ने मान्छे त्यही त हो नि साथी मेरो प्रब्लम हात यस्तो चिसो भयो मेरो बच्चाकै सुतिसकेको सानो कता भन्नु यहाँबाट सिधै हो सिधै हो र मासतिर भन्यो भने
कसैलाई सोधी हेर्नु न यता होइन होला जस्तो लाग्यो मलाई हो यता होइन होला है बुढा कस्तो सुन्छ अन्त आउँछ Mulpani. Mulpani. मेरो हात पक्रेर मलाई सामान नै खान्छ यस्तो छ बाटो उठान गएर अन्त बस अब मान्छे पिकअप गरेर हेर्दै जानुपर्छ नि त उनीहरूको कर्तव्य त्यही हो अनि त्यही भएर तल पिपलको बोर्ड मिलाएको छ कि न कता हो कसलाई फोन गर्ने त अब फेरि कसैको नम्बर छैन कस्तो सानो दिदीको नम्बर थियो त्यो पनि ल्याइन रहेछ जे गरे नि जस्तो गरे नि मलाई टेन्सन गर्नु पर्दैन किनकि मेरो बुढाले पुऱ्याइदिनुहुन्छ होइन त होइन त स्वामीजी यतै हो यो चाहिँ अलिकति याद भयो मलाई ड्राइभिङ सेन्टरलाई चाहिँ के भन्छ यतापट्टि हो मजाले सुत्नुभयो राति चाहिँ सुत्ने हो कि होइन मलाई त भोक लागिरहेको छ नि मैले बिहानदेखि के खाँदैन भात खाँदैछु दिउँसो खाजा नै खाएन भोक लागिरहेको छ हो मलाई त भोक लागिरहेको छ मुलपानी सबैजनालाई धन्यवाद हामीलाई बाटो देखाइदिनु भएकोमा तर के गर्नु उहाँहरूले हेर्नु टिकट हो त्यो के भन्छ अरे एउटा ठाउँ आउँछ क्या त्यो प्याप्सी के भन्ने चाहिँ हो त्यो एउटा याद छ अनि अलिअलि बाटोहरू कति याद छ अनि त्यति हो क्या खोला होइन क्या त्यो प्याप्सी भन्ने त्यो कुनै छ क्या तिनीहरूको त्यो कटिसक्यो हो कि नकटे हो हामी तलबाट आएको जस्तो लाग्यो क्या मलाई यो तल पिपलको बोटपट्टि चाहिँ माथि दिदीको रुमपट्टि जाने ठाउँमा चाहिँ त्यो प्याप्सी के भन्छ भनेको तर यतै हो बाटो त यतै जस्तो लाग्यो मलाई धेरै याद चाहिँ छैन अलिअलि याद छ त्यही भएर कल गर्नुभएछ हाम्रो बेहुली खै
चिन्टे के गर्ने गानगा बाजे खोइ अर्को हाम्रो बाजे भित्र नआउनु आमै नि भनिरहेको रहेछ ल्यायो ब्याउली ल्यायो बाजे त होइन बाजेको त खाली कृषि गर्छ कतलो बेहुला बेहुली ढ्याक्क लाएर कति जाडो हो जाडोको काम दुनियाँमा खोइ त बाजे टिका लाउने होइन बाजे लाउनु पर्यो टिका मेरो दाजुला मामाले राख्छ नि तपाईँले राख्नुपर्छ बाजे त एक्काले राख्नु त मेरो हजुर बाजे त एक्काले बत्ती ठिकै बत्ती बत्ती त बाबाला यो भनेको त भगवान हो भनेको त भगवान हो हाम्रो ठेकीले आयो ओ पुणे ठेकीले आयो तुम त ते चांगले स्किमला पावडरची ठेवायला मामा त्याले मामा भनिरहेको मामा 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 परमेश्वरी भगवान के छाती गए परमेश्वरी निरंजन चुरंग सिंह दरबा भट्टुरंग जेबर जे गए नरमंग रावण रंगाई चंद्रंग पर कर्मन तगे हामी भाइ दिला बा त गाउँमा होला त गाउँमा आएको छ मुन्नी आयो अटोल लाने लो यु परे यु रमाइरान म त बोम लय रमाइने व दावा ओ सबन नंगेजी नंगेला एदा जबा जबा पुई कुमले बालसी जबा लसी मम नरमंग रावण राशी यद तसक्रा वारी रे रावण मन्त आन्दर जबा ल होय नाची चाङ आन्दर नमास दे माया लासो गर्नु हेलो गर्नु न मेरो ब्लगमा के खाताले पुर्याछ त नि तपाईँ त दाइ खोइ त दाइ हेलो हेलो जे जो दाइलाई भने
खोइ हेलो गर्नु न अनि मेरो ब्लगमा हेलो गर्नु हेलो गर्नु हेलो गर्नु न हेलो हेलो अनि पहिले मामा आउनु न आसु खाने खान्छ खानु ए खानको के गोर्नी दाले नाचे त खानु नाना जोडा दाला मामा भाइ छन्ने मामा खान्दै नाले थांगोले आसु खान्छ थांगोबा आमचे इदम खानु दिते गोर्नी जो नले आरी क्रिस्चियन हां नगिरो ला थांगो थांगो दिको दाम दिको दाइ थांगोले आमा दानो फट मामा लासो गर्नु ल हाई गर्नु हाई मेरो ब्लगमा गुड यता लासो जुत्ता खोइ एउटा आमदा क्रागोले हाला ओमे क्रागोले आमदा क्राबा तांगो बेले तांगोले रुबा मग्नु लिया खुसीको आँसु हो के खुसीको आँसु हो कसको खुसीको आँसु कराउँदा सासै सिद्धि मेरो त भइ आज अनि बिचरो अब बियर दिनुपर्छ सास निकाल्ने चाहिँ सास आउने चाहिँ दिन्छ अंकल गोर्नी दाम दादी आउँछु ल आऊ जाने है तिमीलाई ल हामी त पैसा चाहिन्छ त दाइ पैसा पो झार्ने रहेछ पहिला पैसा अनि म त छिन दिन्छ त पैसा अनि यहाँ हातमा दुई जनालाई दिदे बहिनीलाई नि यस दिन पनि Bayar lagi tak aja pulang, woi. Kaya lah, kaya dah. Bikin sama. Oh, saya yang lebih dia. lebih Ôi mày, sao đi thì con mẹ. खोइ त तिमीहरु त कहाँ हाल्ने त यार पैसा हाल्ने चिन्छ खोइ हातमा हुँदैन हातमा पायो Kita, ini ada apa? सानो चाहिँ हाम्रो बोर्समा अनि चुन्समा फ्याला Ô tô dalo le, dola tungole. Je ba tungole. Maya tungole dola da. सिक्स मुल गाले छ Jam ni. गर्दैन आउन आउन Dani, हाँसेको हो oi. Ki cho da dal gya. Khal dan do bela. कस्तो खतरा Ada dimlan ni da paisa da ni. Chot chot chot. कतापट्टि हो मासतिर हो आमा जान जिजु कता यताभित्र हो यतापट्टि भित्र म्या ओ गाह्रो छ कोही त हुनुहुन्थेन बिचरा सक्यो भयो भयो भयो
Ayolah lasu. Jangan mamaru. Ya tak? Lo lasu करनो मेरो vlog मा. Vlog को त नि. सानो कुन्टे भएर यता देखाउनु न सानो ल्यायो बेउनी ल्यायो चिन्डे हाम्रो लिङ्का हेर्नु पर्ने यहाँ हेलो गर्नु त अच्छा अच्छा होइन यहाँ हेलो कहाँ नचिनेको जस्तो गरेको यहाँ हेलो मैले अघिदेखि हेरेर तिमीले मलाई चिन्दैन मैले त्यही भन्न नचिनेको चिन्छ हो चिन्छ टाउको छोपेर आएको छु कि कसरी हेलो त्यही त हेलो 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 खायो नि त मन भएर बेना लासो बेना हैन त लासो हेलो गर्ने हेलो लासो गर्ने ब्लग बन्दैछ लासो यहाँ ब्लग बन्दैछ नि त क्या करूं कति बिस्तारै आऊ यहाँ मान्छे टाबाट आए त मैले म चाहिँ अनि भ्लग बनाएको नि त अनि भ्लगर अनि भ्लग बनाउँदै चाहिँ यहाँ बुढी भएको दिदीलाई किनेर नगर्छ तरुनी छ अनि सबसे तरुनी सबैभन्दा बुढी मान्छे होइन बुढी मान्छेले नगिन्छ तन्देरी हजुर ल के छ त अनि रुपेशलाई भन ल यसले बनाउँछ कि खतरा भयो जिन्दगीमा कहिले पनि सिंगल ल भन्नु भन्नु आज आमा यहाँ निन्दरले अन्धो रोगो पनि होइन तर नदिएर कुरो बनाऊ साँच्चीले भन्छु ठाकर बिना ठाकर बिना तमने बोमैया था बंगला करीब गाड़ी है पहले बोली ना लगा हम गाड़ी बिखरे हुआ या करीब मरे भेजे हुआ बुढ़ा भाई सब नहीं हो मेरा अंगन परसेत भयो आई बंग मुझे इन बोमा था ना शायद को किन्ने येना इन्ने तला देखे बदोगी चम दिसरो मिके बदोगी तमले छोरो भी बा आउँछ बाबु तिमी आले भन्छ कि आउँछ ल यता यी भाइरल फेरि आउँछ तिलमंगनी के बदोगी सो एभ्रिवान यहाँसम्म ब्लग हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैजनालाई धन्यवाद
सो यति भन्दै आजको भ्लग चाहिँ यहाँ इन्ड गर्छु मैले चाहिँ इन्ड गर्न बिर्सेको अनि त्यही भएर सो त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला भन्दै मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु लाइक गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई ओके बाई